हेलो साथीहरू, वेलकम टु माई अगेन अनदर भ्लग अनदर रे अर्को भ्लगमा स्वागत छ तपाईँहरूलाई। के छ सन्चै आरामै? म पनि एकदम सन्चै आरामै भन्न मिल्दैन किनभने मलाई रुगा अनि खोकी लागेको छ। त्यही भएर मलाई सन्चो छ भन्न मिल्दैन। अहिले चाहिँ हामी किन आएको भन्दाखेरि के को बारेमा भिडियो बनाउन आएको भन्दाखेरि तपाईँले भिडियोमा सबै थाहा पाइसक्नु भएको छ होला। के को भिडियो भन्ने कुरा त तपाईँले थम्बनेलबाट देखिसक्नुभयो होला। देख्नुभयो कि नै? कमेन्ट हान्नु छ, देख्नुभयो कि नै? पक्कै पनि देख्नुभयो होला। देख्नु भएन रे? होइन, देख्नुभयो होला यार। कस्तो रिस उठेको र। हामीलाई चाहिँ अब 30 डेज कति रे? 30 डेज भ्लगिङ च्यालेन्ज गर्न गइरहेका छौँ। हाम्रो 30 डेज भ्लगिङ च्यानललाई चाहिँ हाम्रो च्यानलमा केही सुधार होला कि नहोला भन्ने कुरा हामीले 30 डेज पछि थाहा पाइनेछ। 30 डेज भ्लगिङ च्यालेन्ज त गर्ने, तर हामीसँग गटिलो क्यामेरा पनि छैन। उही हाम्रो स्यामसङ यही स्यामसङ मोबाइल छ, त्यो पनि कति हो थाहा छैन मलाई। अनि हामीसँग पनि छैन। के भने मैले हामीसँग नभएको भनेको अर्को माइक पनि छैन। गतिलो माइक पनि नभएपछि आवाज पनि राम्रो आउन भड्डा आउँछ। यही हाम्रो क्यामेराको माइक छ। के हामीले गर्न सकिएला त? तर ठिक छ, अब केही नभयो भने के भयो त? अब सुरुमा त मान्छेहरूले केही नभएरै गर्ने हो नि त। अब सुरुमा त कसैसँग केही पनि हुँदैन, त्यही पनि गर्ने छ। हामीले पनि गर्नेछौँ त्यस्तै। हेरौँ 30 डेज भ्लगिङ च्यालेन्जमा हामीले के गेन गर्न सकिन्छ, के लस हुन्छ, के गेन हुन्छ, हामीले राम्रोसँग गर्न सकिन्छ कि नै। अब सकिन्छ भने के कस्ता कुराहरू हामीले अझैसम्म गर्नुपर्ने हुन्छ भन्ने कुराहरू चाहिँ हामी 30 डेज भ्लगिङ च्यालेन्ज गर्नेछौँ। त्यो चाहिँ भोलिदेखि सुरु हुनेछ। ठिक छ, अब माइक साइक केही छैन, गटिलो क्यामेरा छैन, यही फुटेको क्यामेराले गरौँला। भोलिदेखि सुरु गरौँला त नि। ठिक छ त ल साथीहरू, अहिलेलाई चाहिँ यति नै। विथ नो माइक, गटिलो नो क्यामेरा सँग हामीले 30 डेजको भ्लगिङ च्यालेन्ज गर्नेछौँ। हेरौँ के हुनेछ, त्यो 30 डेज पछि थाहा हुन्छ। अहिलेलाई चाहिँ यति नै। जय नेपाल, जय गोर्खा, के भन्छन् सबै त्यही। अनि फेरि के भन्छ त्यसलाई सुजन, नयाँ हुने जतिले चाहिँ सब्सक्राइब गरेर सपोर्ट गरिदिनुहोस्। अनि पुरानो हुने जतिले फेरि बेल आइकनलाई अलमा राखिदिनुहोस् भन्दै आजको यो छोटो इन्फर्मेटिभ भिडियो भने पनि भ्लग भने पनि जे भन्न मन लाग्छ भन्नुहोस् मलाई के भन्दै आजको भिडियो यहीँ अन्तिम गर्न चाहन्छु। धन्यवाद, थ्याङ्क यू।